पनि संसारमा फैलिएका हाम्रो जति पनि विश्वरूपी मण्डी हाम्रो जति पनि संसारमा छ हाम्रो एल्सादाईदेखि लिएर जति पनि नाम आज विश्वासीहरू छन् सबलाई जय मसीह छ। फेरि एकचोटि र विशेष गरिकन धन्यवाद छ परमेश्वरलाई आजको यो बिहानी सुन्दर समयको लागि। आज परमेश्वर प्रभु यीशु मसीह आज मरि गाडी दोस्रो दिन बौरी उठिकन आज यस मृत्युको आज त्यो शक्तिलाई उहाँले निलिकन आज त्यो कबरको शक्तिलाई उहाँले जितिकन अनि यो मृत्युलाई आज संसारको कुनै देवी देव कुनै ईश्वरले जित्न सकेका थिएनन्, तर केवल प्रभु यीशु मसीहले मात्रै त्यो संसारको आज त्यो मृत्यु भन्नेलाई जितेर उहाँ आज 3 रात 3 दिन आज माटो मुनि बसेर उहाँले यसरी फेरि पनि उहाँ 3 दिन बादमा उहाँ बौरी उठेर मृत्युमाथि विजय पाएको हामी देख्छौँ। यसै कारण आज हामीले पनि त्यही आशामा आज हामी सन्डेको दिन आज हामी त्यही आशामा रहेर हामी सबैजना विश्वासीहरू आज हामी सेवा गर्ने गर्छौँ है। यसै कारण परमेश्वरलाई धन्यवाद होस्, किनभने आजको जति पनिले पनि यो भिडियो हेरिरहेको छ सबैलाई आज प्रभुले सबलाई यो आशिष दिउन्। अनि विशेष गरिकन आज मलाई बिहान एउटा वचन पढ्न मन लाग्यो। म भजन सङ्ग्रह 96 को 9 पद पढिरहेको वचन हो, तर पनि यसलाई म पढ्ने छु एकचोटि तपाईहरुसँग शेयर गर्न मन लाग्यो। यसै गरी यहाँनिर लेखिएको छ पवित्रताको सुन्दरतामा परम प्रभुलाई दण्डवत गर, हे सारा पृथ्वी उहाँको सामु थरथर कामा भनेर भन्छ है। यसै कारण आज हामी चर्च जाँदाखेरि है आज हाम्रो कस्तो प्रकारको स्वभाव, आज हाम्रो चर्च जाँदाखेरि आज सन्डेको दिन आज हामी चर्च जाने गर्छौँ। आज हाम्रो कस्तो प्रकारको आज चर्च प्रति प्रभुको घर प्रति आज हाम्रो कस्तो आचरण र व्यवहार छ, कसरी आज हामीले प्रभु यीशु ख्रीष्टलाई आज हामीले परमेश्वरलाई त्रिएक परमेश्वरलाई आज हामीले हेरिरहेका छौँ पछ्याइरहेका छौँ, त्यो चाहिँ आज हामीमा निर्भर छ है। यसै कारण संसारमा कुनै पनि व्यक्तिको अगाडि हामी ठुलो या मन्त्री है प्राइम मिनिस्टर या मान्नु सिक्किमको सीएम पीएस गोलेको अगाडि जाँदाखेरि व्यक्ति कति हात जोड्दै कामदै नम्र हुँदै आज जाने काम गर्दै आज ऊ काम्ने काम गर्छ, डराउने काम गर्छ है। यस्तै प्रकारले आजको मण्डलीमा आज विश्वासीहरू कस्तो छ भने आज प्रभुको घरमा वचनहरू भइरहेको हुन्छ, तर आज मैले विरोध गरेको होइन, तर मैले प्र्याक्टिकल देखेको कुराहरू हो अनि वास्तविक कुराहरू हो। तपाईहरुलाई सायद नराम्रो लाग्न सक्छ यो कुराले, म तपाईसँग क्षमापी पनि चाहन्छु, तर मैले तपाईहरुलाई कसैलाई पोइन्ट आउट गरेर भनेको होइन। तर आज मण्डलीमा यस्तो कुराहरू देखेको कुराले गर्दाखेरि चाहिँ मलाई एकदम दुःख लाग्छ। यसै कारण जब पनि हामी परमेश्वरको घरमा जान्छौँ र भक्तिको साथमा आज हामी रहनु आज हामी सिक्नुपर्छ है। उहाँको सामु थरथराउँदै कामदै आज हामी रहनु, मतलब काम्नु भनेको मतलब चाहिँ यो होइन कि कामदै बस्नु भनेको मतलब चाहिँ होइन, तर आज हामी डरले आज हामी कुनै पनि एउटा ठुलो व्यक्ति हाम्रो अगाडि आउँछ भने उसको अगाडि हामी कसरी डिसिप्लिनको साथमा हामी बस्छौँ। कुनै पनि इन्टरभ्यू जब पनि हाम्रो लिन्छ एउटा कुनै कम्पनीले, चाहे कुनै पनि गभर्मेन्ट सेक्टरमा होस् या प्राइभेट सेक्टरमा होस्, जब पनि इन्टरभ्यू लिन्छ त्यो इन्टरभ्यू दिने मान्छेको अगाडि हामी कसरी एउटा डिसिप्लिनलाई आज हामी मेन्टेन गरेर अधिक बोल्दैनौँ, जति उसले सोध्छ त्यति मात्रै हामी उत्तर दिन्छौँ है। त्यस्तो एउटा डिसिप्लिन हुन्छ आज परमेश्वरको घरमा जाँदाखेरि पनि है। तर यो कुरा आज हाम्रो कतिपय मण्डलीमा यो कुरा आज हामी देख्न पाउँदैनौँ, बढी दुःख लाग्दो कुरा छ। आज मण्डलीमा जाने काम त गर्छन्, त्यहाँ तिनीहरू आज लापरवाही है। आज जवानहरू हल्ला गरिरहेकै छन्, यताबाट प्रभुको दासहरूले या मान्नु पास्टरहरूले वचन दिइरहेको छ, पछाडि नानीहरू पनि हल्ला गरिरहेको छन्। नानीहरू त ठिकै छ, बालक छ, तिनीहरूको स्वभाव नै त्यस्तो हो। जवानहरूमा पनि त्यस्तो कुराहरू छन् है, लापरवाही छ, कोही त सेवाई जाँदैनन्। आज कतिजना त आजको दिनलाई आज उनीहरूले बिर्सेका पनि छन् है। अनि तर आज परमेश्वरको वचनले चाहिँ भन्छ पवित्रताको सुन्दरतामा चाहिँ आज हामीले परमेश्वरलाई चाहिँ आज हामीले दण्डवत गर्नुपर्ने। आज हामी विश्वासी भएपछि परमेश्वरले आज हामीलाई पवित्र पारिसक्नु भएको छ। उहाँको रगतले यूहन्नाको पुस्तक 1:12ले भन्छ जस कसैले उहाँमाथि विश्वास गरे उहाँको सन्तान आज हामी भएका छौँ। त्यसै गरी उहाँको पुत्रको यीशुको रगतले आज हामीलाई सबै पापबाट शुद्ध पार्छ भनिकन यूहन्नाको 1:7ले पनि भन्छ है।
यसै कारण आज गलातीको पुस्तक 3:31ले पनि भन्छ हाम्रो श्रापलाई उहाँले क्रुसमा मेटाइदिइसक्नु भएको छ। अनि यसै कारण हामी उहाँको घराना, हामी उहाँको परिवार भएको हुनाले आज हामीले उहाँलाई प्रशंसा गर्न, आज महिमा दिनलाई आज हामी जाने गर्छौँ उहाँको घरमा। यसै कारण तर परमेश्वरको वचनले चाहिँ भन्छ उहाँलाई कसरी आज हामीले दण्डवत गर्ने, प्रशंसा गर्ने, महिमा गर्ने भन्दाखेरि चाहिँ पवित्रताको सुन्दरतामा भनेको छ है। अनि यो सुन्दरता चाहिँ कसरी आज हाम्रो जीवनमा कसरी आउन सकिन्छ भन्दाखेरि चाहिँ है, आज तपाईँलाई म एउटा उदाहरण दिन चाहन्छु है। एउटा दुलही चाहिँ एउटा केटी मानिस, एउटा स्त्रीलाई है, दुलहीलाई आज सिँगार्नु पर्छ अनि उसलाई धेरै प्रकारको उसले सिँगार गर्नुपर्छ आफ्नो शरीरमा है। धेरै प्रकारको हुन्छ, आँखामा लाउने, ओठमा लाउने, कानमा लाउने, परेलामा लाउने आदि धेरै प्रकारको शरीरमा धेरै प्रकारको सिँगार उरेमा सिँगार लाउँदाखेरि अनि उसमा त्यो सुन्दरता देखिन्छ। अनि त्यो सुन्दरता देख्यो भने अनि त्यो दुल्हा पनि देखेर आज के हुन्छ, आज दुल्हा पनि कति सुन्दर रहेछ भन्ने आज उप्रति साँच्चै आकर्षित भएको जस्तो हामी देख्न पाउँछौँ है। अनि उसले हेर्न चाहन्छन् पनि दुल्हाले त्यो सुन्दरतालाई। अनि त्यस्तै प्रकारले प्रभु यीशु मसीहले पनि वचनले पनि भन्छ ख्रिस्ट चाहिँ आज प्रभु यीशु ख्रिस्ट चाहिँ आज हाम्रो दुल्हा हुनुहुन्छ, मण्डली त्यो दुलही हो। यसै कारण आज हामी पनि सुन्दरतामा, आज हामी पनि सुन्दरता, हामीमा पनि त्यो सुन्दरता पवित्रता हामी भइसकेका छौँ। यदि हामीले पाप गर्न छोडेका छौँ, यदि हामीमा पाप छैन, यदि हामी प्रभु यीशु मसीहको वचनद्वारा हामीले जिरहेका छौँ भने आज हामीमा पाप छैन भने आज हामी पवित्रता हामी छौँ। त सुन्दरता चाहिँ कसरी आउँछ भन्दाखेरि चाहिँ गलातीको पुस्तक 5:22 भन्छ त्यहाँनिर 9वटा फलको त्यहाँनिर व्याख्या गरेको छ। त्यो फलले चाहिँ आज हाम्रो जीवनमा सुन्दरता ल्याउन सक्छ। जसरी एउटा दुलुलीलाई एउटा हर प्रकारको लाउने सिँगारले उसलाई सुन्दरता ल्यायो भने आज हाम्रो आत्मिक जीवनमा सुन्दरता चाहिँ त्यो 9वटा फलले आज त्यो सुन्दरतालाई ल्याउने काम गर्छ। अनि पवित्रताको सुन्दरतामा साँच्चै नै हामी रहिकन परमेश्वरलाई आज हामी हृदयबाट नै आज हामीले उहाँलाई हामीले महिमा दिइरहेकै हुन्छौँ है। यसै कारण आज हामीले यो कोसिस आज हामीले गरौँ। आज तपाईँहरूले यो वचनलाई भजन सङ्ग्रह 96को 9 अनि याद गरेर अनि साथै गलातीको पुस्तक 5:22 तपाईँले एकदमै याद गर्दै पवित्रताको सुन्दरतामा परमेश्वरलाई महिमा तपाईँले दिनुहोस्। परमेश्वरले तपाईँलाई यस वचनमा आशिष दियो। आमेन। गॉड ब्लेस यू। हैव अ ब्लेस्ड डे। हैप्पी संडे।